song, yeah. Like I'm locked in my phone card, you gonna sing the words wrong. Is this movie that I think you like? हेलो साथीभाइहरू, एक्कासी भ्लगिङ गर्न थालेको छु। मलाई नि तपाईँलाई नि अचम्म लाग्ला किन भ्लगिङ सुरु गरेँ भन्दा म चाहिँ आज ट्रेकिङ जाँदैछु। ल आज ट्रेकिङलाई हिँडेको मर्दी बेस क्याम्पलाई हिँडेको अनि अहिले धम्बुछोड सुरु गरेँ। फ्याँ भइसकेँ। सो हल्का हल्का सानो क्लिप बनाएर हाल्छु भन्ने सोचेको छु। हुन्छ बाटो र भ्यू देख्न सक्नुहुन्छ। गाह्रो छ तर मजा पनि आइरहेछ। I'm walking it, I'm doing it. थाकिनु छ यार। ल भ्यू चाहिँ यही हो है। जङ्गल सुरु भयो अनि घना जङ्गल छ, वाइल्ड घना छ। हल्का खर्च त गर्छ यार, डरलाग्दो जङ्गल छ। एक सोलो हिँड्नु नि गाह्रो। अनि बाटो चाहिँ यस्तो छ है, यो बाटो। अनि म आएको चाहिँ यताबाट। त्यो चाहिँ फरेस्ट क्याम्पको जङ्गल सुरु भयो हो। अनि आज 8 घन्टा जति चाहिँ लाग्छ फरेस्ट क्याम्प पुग्न। अनि मेन पोइन्ट भनेको चाहिँ राति नहोस्। राति भयो भने चाहिँ झ्याउ हुन्छ क्या। 6-5 बजीसम्म पुग्न पाएँ ठिक्क हुन्थ्यो। ए मजा आइरहेछ यार। दामी। म एक्लै चाहिँ रहन्छु। दिवस मान्छेहरू भेटिन थाले। अघि त सुनसान थियो भने डरलाग्दो जङ्गल। बुढियामाहरू पनि चढेर आउँदै हुनुहुन्छ। 2टा लेडिज पछाडि हुनुहुन्छ। ओए माकुरी कति उकालो है मासाला। हैट साथीभाइहरू म तर्सेको, कसम तर्सेको। के देखेँ भने मैले कसमै तर्सेँ कि। ल जस गाई रहेछन् या नानुन। ओम नमः शिवाय। यो हिँड्न नसकेको बेला हाने नि तना। उयो सर्छ त। हिँड्न नसकेको बेला पनि आएर खेद्यो भने साथीभाइहरू म बाटो हराएको थिएँ अलमोस्ट। अनि अलमोस्ट हराएको थिएँ। अनि भेटाएँ, तपाईँहरूलाई भेटाएँ। फाइनली हामी पोथाना। रमाइलो घर रहेछ। Enjoying, and that's the view. I'm showing it. साथीहरू रमाइलो भइरहेछ, एकदम रमाइलो। घना जङ्गलमा 4-5जना साथी मित्रजनहरू हुनुहुन्छ। उहाँहरूसँग एकदमै रमाइलो यो वातावरणमा घुमिँदै हिँडिरहेका छौँ। खुसी लागिरहेको छ। डाँडा देखिरहेको छ। अब नेक्स्ट स्टप इज गन बी देउराली। साथीभाइहरू यत्रो उकालो चढ्न छ। घना जङ्गल। माई फ्रेन्ड्स उकालो चढेर भ्याइयो। अब माथि जान छ, टाढा छ। एन्ड आइ एम इन्जोइङ इट। रमाइलो भइरहेछ।
फाइनल्ली हामी देउराली आइसकेँ। म हिँडेको अलमोस्ट 2 घन्टा भइसक्यो, नन हिँडिरहेको छु। पसिनाले लतपत, वाइल्डै पसिना त। तर मैले हिँड्न त सकेँ यार, मैले सोचेको थिइनँ यस्तो गाह्रो ट्रेल गाह्रो छैन, इजी यस्तै छ। तर मजा आइरहेछ हिँड्नलाई। आजको एम चाहिँ अब फरेस्ट क्याम्प हुन्छ होला, म चाहिँ फरेस्ट क्याम्पमा बस्छु होला। जे होस्, हो खतरा बाटो आइहरू पनि देखाउँछु म। जे होस्, यो ट्रेलमा चाहिँ मान्छेहरू भेटिन्छन्, त्यही हो, डर लाग्दो हुँदैन। म चाहिँ पहिलोचोटि आएको भएर बाटोहरू झुक्किने बाटोहरू चाहिँ टन्नै छ होइन, मतलब झुक्किन्छ क्या मान्छे यो बाटोबाट त्यो बाटो। म एकचोटि कहाँ माथि पुगेको झरेँ, अनि फेरि होइन मान्छेहरू आउनु त्यही बाटो हो अरे क्या, स्याड। सो अब हिमालहरू नि अलिअलि ढाकिन ला जस्तो छ, वेदरले साथ दिन्न जस्तो छ यार, स्याड। तर मजा आइरहेछ। मेन ठाउँ बेस क्याम्पसम्म चाहिँ जेसुकै होस्, त्यहाँबाट चाहिँ वेदर राम्रो भइदियोस्, त्यही हो मेरो कामना। What a view, man! Whoa! Enjoyable view. माछा पुछ्रीलाई चाहिँ ढाक्दियो हो त्यहाँ छ, तर यो अन्नपूर्ण बेस्ट भ्यू। हजुर आमाजन फरेस्ट जानु पर्यो। यहाँ थाहा छैन, थाहा छ। ट्री भनेको अर्थको लङ्स हो क्या, हो नि। कटिङ आवर लङ्स। साथीभाइहरू, म घना जङ्गलमा प्रवेश गरिसकेँ। एकदम डरलाग्दो जङ्गल छ, तर म हात्तिने छैन। मेरो ट्रेकिङ सुचारू राख्ने प्रयास गर्छु। वेदरले हामीलाई धोका दिइसकेको अवस्था छ, तर मजा आइरहेछ। भ्यू यस्तो छ, हो इन्ट्रेस्टिङ भ्यू। बाटो डरलाग्दो पनि छ, तर द बेस्ट ट्रेकिङ अफ माई लाइफ, वान अफ द बेस्ट। अनि कोही मर्दी आउँदै हुनुहुन्छ भने चाहिँ एउटा एडभाइस हो, यस्तो साइनहरू जस्ट नोटिस द्याट साइन होइन, किनभने त्यही साइन हो क्या। यो बाटो गइरहेको छ, नभए झुक्किने बाटो टन्नै छ। त्यो साइनलाई फलो गर्नु अनि इन्जोय द ट्रेक। हाइली रिकमेन्ड मर्दी ट्रेक। हिलिङ विथ द नेचर भन्थ्यो नि एउटाले, कसम त्यस्तै भइरहेछ। यस्तो रमाइलो जङ्गल छ, तर लोकल्सले भनेको यो जङ्गलमा चाहिँ चितुवाहरू पनि छ अरे। चितुवाहरू आउन सक्छ, बट नो प्रब्लम, रात हुनुभन्दा अगाडि ठाउँसँग पुगिन्छ भन्ने आशा छ। धन्यवाद साथी मित्रजनहरूलाई। हो, एउटा सन्देशमूलक पनि दिउँ भनेर यस्तो रमाइलो ठाउँ छ होइन। बाटोमा चाहिँ फोहोरहरू फालिदिएको रहेछ, लाइक यो चाहिँ नगरौँ, इन्जोय गर्नु ठिक छ। हाम्रो ठाउँमा त छुट्टै क्याम्पहरू बनाइएको छ, त्यहाँ एकदम फोहोरहरू चाहिँ फालिदिएरै हिँडेको छ क्या मान्छेहरूले, चिज वल चुरोट रक्सीहरू। अनि यो चाहिँ नगरौँ। ओ अमेजिङ।
यो भन यो मलाई कन्फ्युज भयो बाटोको के अरे यतापट्टिको बाटो चाहिँ हुन्छ एउटा होटल छ माथि टपमा ए भ्यू देख्ने होटल जस्तो अँ तर फेरि माथि नै जानुपर्छ त्यही भएर यो बाटो चाहिँ बिदाकी बाटो माथि जान्छ Hey, so whenever you're going from here, make sure you take these steps. साथीभाइहरू यो चाहिँ सिस्नु कसले खाएको छ मतलब खुट्टामा होइन कि यसको सागहरू पनि खाइन्छ नि त साथीभाइहरू अहिले हामी रेस्ट क्याम्पतर्फ जाँदैछौँ एकदमै रमाइलो यात्राका साथ ओ के हरे पनि शीतल रमाइलो हुँदैछ भ्यू This is not right what people are doing right here. We're enjoying Mother Nature. She has already given us enough food, the beauty, the water, oxygen, you name it. Because of her, we are alive. And don't do this. Hikers, it makes me really mad. Normally, I'm not a person who gets mad. Don't do this. Nepali hiker, don't do this. साथीभाइहरू देख्न सक्नुहुन्छ हुस्सु त वात्तै ला यार अहिले लाइक यो टाइममा होइन ट्रेकिङ गर्ने एकदमै खतरा टाइम हो भनेर मनि आएको तर वेदर त लास्टै नमिठो तालमा चेन्ज भयो यार हो टाढो टाढो लुगाहरू ठ्याप्प लाएर हेरिरहेछ आजको हाम्रो गन्तव्य हो रेस्ट क्याम्प एकदमै हार्दिक मङ्गलमय तरिकाले शुभकामना गर्नुहुन्छ भने सोचमा हामी हिँडिरहेका छौँ म फ्या भइसकेँ काठमाडौँको बोइलर मै हो हामी कहिले जिन्दगी हिँड्न नसक्ने ल वेदर चाहिँ यतिको सुधार छ केही नदेखिने टाइपकै छ साथीभाइहरू अहिले हामी आइसकेका छौँ फरेस्ट क्याम्प एकदमै रमाइलो वातावरण छ हो हाम्रो दिदी साथीभाइहरू देख्न सक्नुहुन्छ घोडा अहिले हामी फरेस्ट क्याम्पको भिलेजमा छौँ हान्छ क्या हो ओइ घोडाहरू त मजाले देखिँदो रहेछ यो चाहिँ पुरै गाउँ हो लास्टै रमाइलो गाउँ रहेछ होस् हामीलाई जानु छ माथि नै आज हामी बस्दैछौँ रेस्ट क्याम्पमा ओहो भ्यू मात्र देखेको भए कस्तो यस्तो दामी देखिन्थ्यो तर केही छैन भोलि बिहान भ्यू देखिने आशमा छौँ र फ्लावर्सहरू राम्रो धेरै राम्रो यस्तो चिसोमा नि यत्तिको राम्रो फ्लावर फुल्नु नै राम्रो कुरा हो पुरै वेदर चाहिँ खत्तमै भएको छ होइन होटल फरेस्ट क्याम्प साथीभाइहरू हाम्रो हिँड्ने कार्यक्रम एकदमै निरन्तरता तरिकाले गरिरहेका छौँ र देख्न सक्नुहुन्छ अँध्यारो हुन लागेको छ र यो घना जङ्गलको कुहिरो ओहो डरलाग्दो यो मैले थाहा पाएअनुसार चाहिँ यहाँनिर बाघ भालुहरू पनि एकदमै रियरली के भन्छ त्यसलाई यार बाघ भालुहरू पनि भेटिन सक्छन् रे भन्नाले झ्याप्प भेट्यो भने त्यो अनौठो होइन रे कि यो बाटोमा त्यस्तो डेन्ज फरेस्ट छ वाइल्ड डेन्ज फरेस्ट छ फ्या भइसक्यो हिँडेको 9 घन्टाभन्दा धेरै हुन थाल्यो 9-10 घन्टै भइसक्यो होला गन्तव्य अझै आइसकेको छैन ओहो गाह्रो यो बाटो यस्तो त छ ओइ तर मजा पनि आइरहेछ
यो कुहिरो लगाएको डाँडा पनि कति राम्रो देखिएको खानासाना खाएर बस्यो के मस्ती छ हो कि होइन हाम्रो कति सानो भाइ एक्लै आएको सेल्फ जर्नल बनाउँदैछ ब्लग सबैजना हुनुहुन्छ थुप्रै थुप्रै देशबाट आउनु भएको छ अनि यो चाहिँ हिटर यहाँको हिटर यहाँ त एकदम तातो हुँदो रहेछ त्यस मजा आयो अघि ताप्दाखेरि यस्तो सानो घरमा सबजना बसेर खानासाना खाइयो भर्खर मैले खाना खाएर भ्याएँ यता थाइल्यान्ड हो कि चाइनिजहरू हो जस रमाइलो भइरहेछ साथीभाइहरू अहिले हामी रेस्ट क्याम्पमा छौँ अनि पछाडि हिमाल देखिरहेको छ त्यो चाहिँ फिस्टेल अनि दामी देखिरहेको छ हल्का यस्तो ओ ल ठिक छ जस उता चाहिँ पुरै बादल बादल अनि जस हिमाल खतरा देखिरहेको छ मजा आज चाहिँ अब रेस्ट क्याम्पमा आएर बसेको यो होटल मजा आइरहेछ त्यसै आज बादल डाँडामा खाना खाँदा नि त्यसपछि आज हाई क्याम्प टार्गेट साथीभाइहरू हामी फेरि लाग्यौँ माथितर्फ र हामीसँग यहाँ देख्न सकिन्छ च्याङ्ग्रा भेडा भेडा त छैन होला है च्याङ्ग्राहरू मात्र हो ल ल ओए यो चाहिँ डन जस्तो छ है यहाँ भेडा जुदा हुँदैछ ल ओ ओए 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 यसले त ओ दामी ओहो यहाँ चाहिँ फोहोर हालले बनाइदिएको रहेछ धेरै राम्रो यस्तो ठाउँहरूमा यस्तो राखिदिएको यहीँको समूहहरूले होला जस धेरै ठिक छ मान्छेहरूले फोहोर पनि प्रपर ठाउँमै फालेको उहाँ माथि पनि देखेँ मैले एउटा उकालो चाहिँ मिठै छ है साथीभाइहरू तर हामी निरन्तरता दिनेछौँ आज हाई क्याम्प भोलि बेस क्याम्प पर्सि पोखरा यो छ प्लान ओहो बाटो चाहिँ अलिकति जाने छ स्टिक लिएर हिँडेको छु मजा आएको छ जङ्गल अलिकति हिउँ पर्ने बेला भएको छैन अरे म अलि चाँडो आएँ पुस 15 आएको भए मैले हिउँ चाहिँ भेटाउने रहेछु ल साथीभाइहरू यो हिउँ चाहिँ होइन रहेछ म हिउँ भनेर रमाएको यता पुरै छ यो चाहिँ भेडाको भुत्ल्याएको भेडालाई त्यो उन हुन्छ नि निकालेको यस्तो हुँदो रहेछ हैट म हिउँ भनेर रमाएको थिएँ साथीभाइहरू मेरो मित्रजनहरू धेरै माथि गइसक्नु भयो म पछाडि परेको छु मैले अहिले एक्लै जङ्गलमा गीत गाएको तर पछाडिबाट कोही आयो जस्तो लाग्यो मान्छे चाहिँ थिएन किन आएछु जस्तो भयो माटोक्ने हिँड्दा 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 आउँदैन यार हिँडेको 4 घन्टा भइसक्यो माटोक्ने एउटा स्टप देखिन्न यार रुगाले उस्तै हाने जेसुकै होस् होइन रुगा लाओस् खुट्टा दुखोस् लेक नलाओस् यार मैले लेक लगाएको हिजो एउटा मान्छेलाई देखेँ राति हट यहाँ खराब हुँदो रहेछ नि त लेक लगाएछ त त्यो पुरै मान्छे हुन्छ नि ठिस भइदिँदो रहेछ क्या सास फेर्न नसकेर
तनाव र साथीभाइहरू भ्लग हेर्दै गर्नु होला 81 भ्लग बनाउन थालेको छु ओहो हिमाल देखेँ मैले विशाल दाइले यहीँ आएर है क्या विशाल गौतमले $1 million भ्यू भन्थ्यो त्यही पोइन्टमा आए जस्तो छ म नि मजा आयो फाइनल्ली लो क्याम्प $1 million भ्यू कडा मजा आयो ल हेलो म चाहिँ अब ओइ यस्तो दामी भ्यूसँग माथि अब माथि हेर्नु तल झर्दै माथि जाँदैछु यहाँ मसँग फरेनर हुनुहुन्छ हेलो Hello. Hi. Where from? Thailand. Thailand, okay. Where are you from? I'm from Kathmandu. Kathmandu. Yeah. Oh. You also from Thailand? Yes. Yes. फरेनरहरू आइराख्दो रहेछन् म गलत रुटमा हिँडेँ क्या I think we should go from there. I don't think this is the right way. We should go from there. No, my guide. Oh, sorry. उसको गाडीले बेला उता लैरहेको रहेछ मलाई के थाहा ओहो ल 2900 मिटर माथि अब प्रस्थान गर्दैछु अनि अब चाहिँ म थाकेँ यार ओए मा कसम कस्तो राम्रो भ्यू यार यस्तो भ्यू हेर्नु पाएँ त यही भ्यू हेर्नलाई आएको आउन चाहिँ मारेको छ त हौ भ्यूले त अन्त कि हाइट रुक्न भ्यू पनि देखाइदिन्छु कस्तो देखाउने हौ यस्तो फर्काइदिउँ क्या आउँदैन हौ मलाई भ्लगिङ गर्न हाइट रुक्न त देखाइदिएँ ठाउँको ठाउँ बादलले छेक्यो भने 1 सेकेन्ड अगाडि कस्तो राम्रो थियो तर मजा आयो हाइट हेलो साथीभाइहरू अहिले म बादल डाँडा जाँदैछु अहिले चाहिँ बल्ल रियल ट्रेल क्या उकालो सुरु भयो यार कसम रुगा पनि लागिरहेको छ यस्तो ठाडो उकालो छ नि तर कस्तो रहेछ भन्दाखेरि चाहिँ मैले देखेँ भने चाहिँ उकालो होइन ठाड्दै क्या मर्दी सर्टेस्ट एन्ड इजिएस्ट ट्रेक भनेर हिँडेँ म सर्टेस्ट त हो एउटा बेस क्याम्पसम्म पुग्नलाई सबभन्दा दामी ठाउँ तर इजिएस्ट चाहिँ भन्न मिल्दैन यार गाह्रो छ नि यार मैले अघि भर्खरै 2-3 जना आउँदैछ नि तलबाट मैले अघि भर्खरै देखेँ क्या लेक लाग्दो रहेछ यार मा कसम त्यस्तो फिल चाहिँ भएको छ अहिलेसम्म लेकको एक्सपिरियन्स चाहिँ भएको छैन मलाई होइन कस्तो हुन्छ नि थाहा छैन भगवान् नलागोस् पनि तर फ्या हुँदो रहेछ यार फैट डर लाग्दो हो अन्नपूर्ण देखेँ मैले यति देखेँ त हो त्यहाँनिर छ क्यामेरा एक्सपोजर बढाएर देखाउन मिलेन ठाड्दै छ यार एउटा रेस्ट गरे ठाउँ जस्तो नि छैन यार हिँडेको कति भयो 4 घन्टा जति भयो हामी यो ठाउँ हिँडेको है वाइल्ड रासुलले है म चाहिँ होइन दोस्रोले भिडियो हेरेको छ हेरेको छैन थाहा छैन मतलब पनि भएन तर हेरेको छ भने चाहिँ मैले के भन्न चाहन्छु नि आउनुभन्दा अगाडि चाहिँ एकदमै एक्सर्साइज गर्ने अनि वाइल्डै त्यो एक्सपिरियन्स्ड गाइडसँग आउने पहिलोचोटि त्यही नि मर्दी नै आँट्दै हुन्छ नि मैले जसरी गल्ती चाहिँ नगरौँ होला किनभने एक्लै हाँकिनु र होइन साथीभाइहरू हुनुमा धेरै फरक हुन्छ इनकेस तपाईँलाई लेख लाग्यो भने ओए दामी देखियो रुक्नै तपाईँ लाउँछु उयो सेतो देख्यो हिमाल हो क्यामेराले क्याप्चरै गर्दैन यार 5% नि क्याप्चर गर्दैन जुन आँखाले देखिन्छ मैले के भन्दै थिएँ नि आउँदै हुन्छ नि एकदमै ग्रुप सोलो चाहिँ
आई वन्ट रिकमेन्ड यार यस्तो गाह्रो भएको छ यस्तो गाह्रो हुन्छ साथीहरू भयो भने गफ खाँदै खायो भने मजा आउँथ्यो नि त सोलो त बल्ल ओह्रालो आयो ओह्रालो आउँदा स्वर्गै आयो जस्तो हुँदो रहेछ हट यो सेतो देखेको नि त हिमालय उहाँ भ्यू देखेको दामी हो नि यो साउथ अन्नपूर्ण रहेछ यता अगाडि फिस्टेल चाहिँ मैले कति देखाउने यार खै एक्सपोजर भएन म सक्दैन बनाउँदिनँ म अब यो भ्लग चाहिँ कसरी राखौँ भन्ने सोचे पार्ट 1 पार्ट 2 गरेर राखौँ कि होइन एकैचोटि सानो क्लिपहरू राखिदिउँ तर हाइट मैले सोचेको थिइनँ यार म एक्लै होइन मैले मर्दीको भ्लगहरू विशाल गौतम दाईको अनि कसको हेरेको थिएँ र वेदिका दी त्यो दिदीलाई आँट्या हो यार कहाँ सकिन्छ यार एक्लै आउनु त त्यो दिदीलाई आँट्या हो त्यो दिदी राति हिँडेको क्या 9-10 बजीतिर अँध्यारोमा यस्तो बाटो हिँडेको क्या मोबाइलको लाइट बालेर सक्यो यार म सक्दिनँ हाइट साथीहरू अब नयाँ साथीहरू बनाएर म त हिँड्ने हो म ट्रेक त म गर्छु अझै गर्छु धेरै छ बकेट लिस्टमा बल्ल पहिलो ट्रेक हो यो मेरो लाइफको होइन तर म अब चाहिँ मैले साथीहरू राम्रो बनाउँछु यार सब के भन्नु हौ गाली दिने शब्द नि छैन कसम भनेको क्लास 12 मा त्यो उसमा बसेर ल्याब क्लासमा बसेर प्लान गरेको 7 जनाले पोखरा ट्रेकिङ हान्ने भनेर तर के भयो एउटा विदेश उड्नु पर्ने रे एउटाको घरबाट दिँदैनन् रे होइन ठिक छ घरबाट मेरो पनि दिँदैन मनाउन सक्ने हुनु पर्यो नि कहाँ मेरो घरकाले भन्न त मिलेन युट्युबमा राख्छु नै होला त्यही पनि बोलेँ हेर्दैनन् मेरो भ्लग त्यति भेले छैन मेरो घरकाले म एक्लै आँट्दैछु भनेको थाहा पाएको भए मरे काटेर दिँदैन थियो क्या मैले कहाँसम्म थाहा छ घान्द्रुक जाने हिँडेको मान्छे म अनि त्यसरी चाहिँ आउनु हुँदैन किन बाटोमा तपाईँले जे पनि हुनसक्छ यार जे पनि हेलिकप्टर रेस्क्यु गर्न सक्नु पर्ला जे नि हुनसक्छ त्यो गल्ती चाहिँ नगरौँ अबदेखि म चाहिँ त्यो गल्ती गर्दिनँ नै भनेर छु म चेत्तेँ अनि साथी चाहिँ राम्रो साथीहरू पैसा खर्च हुन्छ मजाले हुन्छ पैसा नि खर्च गर्न नडराउने अनि यसो के भन्छ मिल्ने साथीहरूसँग आउनु अति रमाइलो हुन्छ मलाई बाल छैन नि त म जोसँग नि बोलिदिन्छु 5-6वटा अङ्कलहरू भेट्टाएको छ आन्टीहरू भेट्टाएको छ उनीहरू नचिन्दा पनि कस्तो रमाइलो भइरहेको छ क्या बुढाहरू पुरै तँ भन्दै हिँडिरहन् भाइ खान्छस् भन्दै थिएँ खान्न त अङ्कल भनेको उनीहरू गीत गाउने म उनीहरूसँग रमाइसक्यो उनीहरू मेरो साथी भइसक्यो उनीहरू लास्टै पछाडि छन् म अलिकति हट्टा झन् म माछालाई सक्दिनँ यार यो भर्याङ चढ्न यता सहिलो बाटो हिँड्छु गाडो दुखिसक्यो यार भर्याङ चढ्दा जुत्ता उस्तै लाएर आएको मैले फेरि ट्रेकिङ सुज पनि थिएन जोतमा हानिदिएको के यार फेरि यहीँ आउँदो रहेछ के कहाँ राम्रो बाटो हिँड्यो भनेको त बाटो त यही हो है यार यो कति उकालो हो कि होइन कति उकालो हो अङ्कलहरू आए पछाडिबाट छुट्टै रमाइलो थियो बुढाहरूको छुट्टै हट आइन्छ कुहिरिहरू रहेछ ठाड्डै छ के अरे त्यो पुरै हो माथि कता हो हिँड्दाखेरि त यस्तो साइनहरू याद गर्ने मार्दै लेख्दै हुन्छ हराइन्छ हराएर दुःख पाइन्छ होइन होटलहरू पहिले फोन गर्ने म हराएँ भने फोन गर्ने बुक गरेको मान्छेहरूलाई लिन जाँदो रहेछ म त एउटा गाइड दाइ छ त्यही गाइड दाइको अनुसार फलो गरिरहेको छु धेरै बोल्यो होला ल
कोही थिएन जङ्गलमा तर भ्लग एक्लै बनाएको मलाई फेरि मान्छे गाडी क्यामेरा झिकेर बोल्नै सक्दिनँ क्या हेलो हाई हजुर हाई क्याम्प हान्ने हजुर नि हाई क्याम्प बाटो जाँदा बस्छु नि 7 दिन पुऱ्याउनु 7 दिनको ठिक 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 म चाहिँ 3 दिनको हुन्छु 3-4 दिनको एक्लै सुरु गर्नु भएको कि एक्लै हो रे हिजो पोखराबाट धम्पुस आएँ धम्पुसबाट रेस्ट क्याम्प आएँ रेस्ट क्याम्पबाट आज हाई क्याम्प आज पनि भोलि पोखरा जानुहुन्छ अनि भोलि झर्दिनु सिटिङ टाढै झर्नुभयो भने त गाडी पाइन्छ होला नि यत्रोजना गएन के अरे झर्ने होला नि पाइन्छ हुन्छ तर भोलि हाकिमबाट बस्ने मान्छे प्रायः सिडिङै बस्छन् घरमा मान्छे नभए एक दिन सिटिङ बस्दिनु ल तर नेपालीहरूको झर्छन् है त्यही भएर के बस्ने भन्नुहुन्छ यो कुन देश काउन्ट अमेरिकन कहाँबाट पोखराबाटै काठमाडौँ म त काठमाडौँ अरे घरै काठमाडौँ घरै काठमाडौँ बुढाले गण्डा यो भ्यू देखेपछि झन् हिँड्न मन लाग्छ कि कसम चाहिँ आई थिङ्क म बादल लान आइसकेँ हाइट यत्तिको राम्रो भ्यू देखेँ त झन् हिँड्न मन लाग्छ नि यार यार क्रिमिनल भन्छु म पाप लाग्छ यिनीहरूलाई सालाहरू यति राम्रो हुन सक्दैन क्या हो यो चाहिँ बादल लाडा आम अलमोस्ट एबभ द क्लाउड है जसमा बादलभन्दा माथि छु अब यतै कतै बस्नुपर्छ होला जहाँसम्म लाग्छ मलाई चाहिँ कति राम्रो हो 3300 मिटर माथि छु मैले म जान्छ है कुन हो यार मुनलाइट भन्थ्यो दाइले कुन हो मुनलाइटको नामै छैन नआएको माथिबाट आउनुभयो नमस्ते हजुर हाई क्याम्पबाट आएको ए रह्यो माथि पुगेन तर हामी हाई क्याम्पबाट भ्यू पोइन्टबाट बेस क्याम्पबाट फर्किन्छ तर हामी चाहिँ हाई क्याम्पबाट ए हो र किन दिदीबहिनीसँग आएको हस् त हस् इन्जोय ल म चाहिँ बेस क्याम्पै हान्छु यार जिन्दगीमा पहिलोचोटि हिँडिरहेको त्यस्तै पनि भुला जस्तो डराएर हुन्छ यार शरीरले साथ दिँदा बेस क्याम्पै हानिदिन्छु हेलो दाइ नमस्ते चाँडै जानुभयो ए हो ल राम्रोसँग जानु ओ what the hell am I saying it हे भगवान् के हेर्दैछु यो हाइट कडा हामी जान्छ त्यो त्यहाँ हो ओ यो डाँडा हो जहाँसम्म लाग्छ म जान्छ अहिले बेस क्याम्प ठिक छ हाइट कडा ल म चाहिँ एकछिन अब रेस्ट गर्छु यो चाहिँ हिमजुली रे यो चाहिँ अन्नपूर्ण साउथ हिमजुली यो चाहिँ गङ्गा पूर्ण रे अनि यो चाहिँ माछापुत रे अनि त्यो चाहिँ धौलागिरी भने जस्तो लाग्यो अब त्यस्तै कस्तो भ्यू दिएर मलाई चाहिँ अहिले पुरै ट्रेकिङ बल्ल भाइब जायो क्या आइकम यो माछा उकालो देखेपछि फेरि रनक्क रिस उठ्छ ओह्रालो झर्दा चाहिँ मजा आउँथ्यो मजा चाहिँ फोहोर नफालौँ भनेर यसरी राखिदिएको छ ठिक छ ट्रेकिङ यस्तो घाम लाग्यो त म कसम एभरेस्ट बेस क्याम्पै हानिदिन्छु हौ म अर्को महिनामा वेदर ठिक हुनु पऱ्यो कि हिजोको त लास्टै झुर्दै यार वेदर थियो त्यस्तो वेदर भयो नि त ट्रेकिङ हिँडेको मजै आउँदैन तर जस ओहो अब फेरि उकालो सुरु भयो अब चाहिँ माथि होटेलमा जानु छ बादल डाँडा मुनलाइट भन्ने ठाउँ मलाई मजा आइरहेको छ ओहो $1 million भ्यू हो
शिवपुरी त आफूले आफूलाई थुका हो त्यस्तो शिवपुरी त मैले पनि कन्चीको ठुलो झन्डा गाडा त होइन तर यहाँसम्म आउनु मेरो लागि ठुलो कुरा हो नाचेर बेकार सास फुल्ला मजा आयो दिदीभाइहरू अहिले म बादल डाँडा आइसकेँ अहिले कसम बादल माथि छु क्या म यस्तो मेजेस्टिक भ्यू यो त यस्तो छ यहाँ अच्छा पुछ्रे यो आइगयो यार माथि झन्डा बोकेर हिँड्दाखेरि यो यस्तो भ्यू हान्दिउँ न झन्डा बोकेर हिँड्दाखेरि यिनीहरू चाहिँ यो अस्ट्रेलियाबाट आएर चाहिँ डर इङ्ग्लिसतिर चाहिँ गाह्रो छ हो इन्जोय ल रमाइलो हुँदैछ अब अझै आज हाई क्याम्प जानु छ अझै टाइम छ 1 घन्टा जति त इजिली लाग्छ हो हेलो साथीभाइहरू आइसकेँ म सबैभन्दा माथि यो बादल डाँडाको सबभन्दा माथिल्लो पर्छ न ओए एकदमै राम्रो आइरहेछ मजा पनि आइरहेछ हो इन्जोइङ अनि यहाँबाट त भ्यू त मारेको छ त नि यस्तो हेरौँ त ल हाइट मजा आयो 100 मजा आयो त्यो बादल हो होइन बादल माथि माउन्टेन वाउ सो माउन्टेन त्यहाँ छ अब हामी हाई क्याम्प पुग्न लागेको छौँ मजा चाहिँ यहाँ एकदम यो लाइक तल वेदर खराब हुँदो रहेछ होइन तर यो हल्का माथि बादल डाँडा गटेपछि त त्यो क्लाउडले नि होइन त्यो माउन्टेनलाई छेक्न नसक्ने क्या कस्तो त राम्रो देखिएको छ नि अहिले रुक्नु है त जस लास्टै राम्रो देखिएको छ मजा पनि आइरहेछ It's a fucking mountain. What is this? It's a fucking mountain. Oh, मजा आयो अरू केही भन्नु छैन enjoy life, dare to live the moment of any situation. हल्का कडा इङ्ग्लिसमा दिएँ है एकदम खैहरू भेट भयो यहाँ यो बाटोमा जो मान्छे बोल्दैन होइन त्यो हल्का पागल जस्तो पागल हो त्यो मान्छे कस्तो पागल हो किन नबोल्ने त कोही पनि हुँदैन कि लाइक एभ्री सिङ्गल म्यान हुन्छ नि जो पनि आएर कहाँबाट आउनुभएको कस्तो छ गाह्रो भइरहेको छ कि नै जो मान्छे पनि त्यति फ्रेन्डली मान्छेहरू मैले भेटाएको छु मजा आइरहेछ त्यही भएर ट्रेक रमाइलो भइरहेछ मलाई साथीहरूको जरुरी छैन यति त म दावेदारसँग भन्न सक्छु मर्दै रुट हाई क्याम्प भनेर बोर्ड देखेँ मैले ल अब चाहिँ एकछिनमा हाई क्याम्पमै पुगेर भ्लग गरौँ ल साथीभाइहरू पुरै बादलमाथि हिँडिरहेको छु अनि मेरो पछाडि फिस्टे हो यत्तिको राम्रो फिस्टे हो कहाँ तलबाट देखिएला त नि पुरै कम्प्लिटली अब क्लाउड हो ओइ फिस्टरको भ्यू कता गयो इन्जोय 360 हानिदिएको पुरै माथिबाट आइरहेको छ नमस्ते कहाँबाट आउनुभयो हामी हाई क्याम्पबाट
ए तपाईँ माथि हाइक्याम हाइक्याम बस्ने आज ए ओके कता तल चाहिँ कता तल नै कताबाट आउनुभएको भनेको हामी काठमाडौँ ए काठमाडौँ कुन ठाउँ बौद्ध ए म नारायण थाना अन्त हजुर nice to meet you. हस् Okay, have fun. हस् दाइ थ्याङ्क यू सेम टु यु मजा आयो भ्यू त मरद छ रुक्नु न पछाडिको क्यामेराबाट देखाउँछु रमाइलो म यो झत्रै यत्रो ब्याग बोकेर हिँडेको एउटा काम लागेन ओइ कसम I'm in heaven, man. Hello. Hi, how are you? Fine. हाम्रो म्याडमले त्यहाँ म्याडम त लास्टै फोटोजेनिक मान्छेको एउटा सिन पनि छोड्नु भएन के अरे म्यामले इन्जोय द मोमेन्ट एकदम एकदम यो चाहिँ अन्नपूर्ण ढाक्यो अहिले फिस्टल देखियो पालै पालो हुँदो रहेछ यिनीहरूको चाहिँ रमाइलो रमाइलो हजुर म्याम It is so good. ओहो म्याम त म्यामको नि छुट्टै लाग्छ हाइक्याम पुग्न लाग्यो अलिअलि मलाई नि हाने जस्तो लाग्यो एल्टिट्युड सिकनेस टाउको चाहिँ दुख्दो रहेछ अरू केही नभए टाउको अलिअलि दुख्दो रहेछ तर यत्तिको टाउको दुखाएर यत्तिको सर्न सकिन्छ भन्ने आशमा छु मेजेस्टिक भ्यू छ मेजेस्टिक भ्यू छ हाइट यो अन्नपूर्ण त्यो फिस्टल माथि माथि आउनु थालेस् त लास्टै मान्छेहरू भेट हुन्छ रमाइलो हुन्छ सोलो भने जस्तै हुँदैन ग्रुपमा आए जस्तो हुन्छ मजा आयो मजा अबको लाइक 15 देखि 20 मिनटमा हाइक्याम्प पुगिन्छ गाह्रो छ कसैलाई या कसैलाई याथा कसैलाई ओहो कसैलाई रमाइलो कसैलाई दुःख त्यो टाइमै त हिमालले रोइदिएर हामी ल सेन्टी भइदिएर म सही बाटो त हिँडेँ नि यार फर्किन सक्ने हालत खराब छ त्यो हुन्छ नि एक भर्याङ चढेर अर्को भर्याङ झर भन्ने हो नि 1 करोडै दिए पनि झरिँदैन कि उक्लिन यति गाह्रो छ कसम म खराब अर्को भाग खराब हराए जस्तो लाग्यो यो बाटो हो जस्तै लागेन यार ओए खै यार होस् यार यो बाटो फर्किन सक्ने हालत छुइनँ यहाँ त रुगा लाएर अचम्म मान्नु पर्दैन किन भन्नु त ओइ कसम यो बाटो होइन खै के भर्याङ छ के अरे ओह्रालो देखिँदाखेरि त झरिदिन्छु सही त होला नि के भन्दै थिएँ के भने मैले बिर्सेँ कुराकानी हात पनि रल्छ यार भ्लग गराउँदा हो रहेछ दाइहरू अगाडि गइरहन् हाइट मारेन त भनेको कि हिमालले अलिकति एक्सपोजर कम हो अलिकति यस्तरी खिच्नु भन्ने ए खाइ छोडे अझ भोलि बिहान 4 बजे उठेर भ्यू पोइन्ट गएर भोलि भ्यू पोइन्टबाट बेस क्याम्प गएर अनि बेस क्याम्प चाहिँ 2 घन्टाको बाटो छ अरे हान्ने मजा आयो हामी हाइक्याम्प आइसक्यो र त्यो फिस्टल र यो म अब ठ्याक्क हामी कुन होटलमा बस्ने हाम्रो गाइड दाजुहरू कता हुनुहुन्छ थाहा छैन चिसो बढ्यो
मलाई टाउको पनि दुख्न थाल्यो तर त्यो सहन सक्ने टाइपको हो मेरो टाउको गयो फुट्यो मरे त्यस्तो चाहिँ भएको छैन तर हान्न चाहिँ हान्यो झ्याप्पै हान्यो मलाई नि ठ्याक्कै क्लाउडमाथि त्यो कस्तो राम्रो के यार यतिको राम्रो भ्यू त देखिँदैन भोलि बिहान हामी 4 बजी उठेर भ्यू पोइन्ट जाने प्लान छ अब त्यो कस्तो रमाइलो ठाउँ के हाइट हाम्रो म्याडम एकदम रमाइलो म्याडम गफ गर्दै हिँड्ने युट्युबर बनिरहे तर मजा आयो यो म्यामसँग गफ हान्न म त म्याम भन्न चाहिँ कस्तो मलाई टिचर जस्तो भइरहेको छ क्या कम्प्लिटली मेरो टिचर जस्तो ल आइयो है हामी चाहिँ हाइक्याम्प आइयो हाम्रो गाइड दाइले त्यहाँ कराउँदै हुन्छ त्यो चामनेस हुन्छ नि यो माउन्टेन देखेर यो क्लाउडहरू देखेर कम्प्लिटली क्या एकदम इल्युमिनेट नेचर यो कस्तो क्यामेराले केही पनि क्याप्चर गर्न सक्दैन कि हेर्नु कस्तो राम्रो देखिएको छ कि यो ठ्याक्कै बादलमाथि यो फिस्टल ओभर हाई एक्सपोजर हुने कि यसलाई चाहिँ यस्तो गऱ्यो भने चाहिँ ठ्याक्कै यतापट्टि गऱ्यो भने चाहिँ राम्रो आउँदो रहेछ ल त्यही यो फिस्टल चाहिँ हो नट प्रोफेसनल इन ब्लगिङ बट ट्राइड सम फ्यु थिङ्स अनि इन्जोइङ इट मलाई चाहिँ युट्युबमा लाइक भन्दा पनि कोहीले हेर्दैछ भने टिकटकमा चाहिँ फलो गर्नु होला म टिकटकमा चाहिँ एकदमै घुम्न गएको ठाउँहरू राख्छु टिकटकमा चाहिँ मलाई फलो गरे हुन्छ ट्राभलिङ कन्टेन्टहरू बनाउँछु म घुमिरहेको हुन्छ जे होस् रमाइलो ठाउँहरू गइरहेको हुन्छु है सबैलाई चाहिँ भन्न चाहन्छु थ्याङ्क यू फर वाचिङ अहिले भन्दिनँ अब भोलि भ्यू पोइन्ट जानै छ सो अहिले हाइक्याम्प मजा आइरहेछ है धन्यवाद इन्जोय भ्यू चाहिँ यही हो है भोलि हामी जान्छौँ भ्यू पोइन्ट भनिसकेँ हामीले बस्ने होटल चाहिँ यो हो सानो सर्ट एन्ड स्विट दिस इज हेभेन लिटरली हेभेन हेर्न सक्नुहुन्छ ल ठ्याक्कै अहिले सनसेट भयो सनसेटको भिडियो अलिकति टाइम ल्याप्समा खिचेको थिएँ मैले ठ्याक्कै अहिले सनसेट भयो लास्टै दामी त्यो लाइक त्यो मोमेन्ट हुन्छ नि त्यो कस्तो राम्रो देखिएको छ क्या त्यो प्याराडाइज दिस इज फकिङ हेभेन ब्रो उतापट्टिको चाहिँ अन्नपूर्ण जस्तो लाग्छ अन्नपूर्ण हो यो चाहिँ अनि अमेजिङ रिफ्रेसिङ ओइ आवाज चल्यो मजा आयो यस आइ इन द राइट प्लेस भोलि भ्यू पोइन्ट त्यसपछि बेस क्याम्प अनि त्यसपछि के भन्छ उता सिधै अनि खाक्से हो कहाँ झर्ने राइट हामी बसेको होटल चाहिँ यही हो ओ माई गड दामी दामी हामी चाहिँ ऊ तल त्यो बत्तीहरू बलेको ठाउँबाट आएको अहिले जुम पनि हुँदैन हो यहाँबाट आएको
अहिले हामी 4550 मिटर्स माथि छौँ देखिँदैन तर यहाँनिर चाहिँ छ माछापुच्छ्रे अनि पछाडि छ यो सेतो सेतो अन्नपूर्ण र हिमचुली हामी आइसकेका छौँ मार्दी बेस क्याम्प दिस इज द बेस क्याम्प यो अझै राम्रोसँग देखिएको छैन अब यता चाहिँ सनराइज हुँदैछ यहाँ चाहिँ टी हाउस हो यो रत्त यो चाहिँ अन्नपूर्ण र हिमचुली आई थिङ्क दिस इज धौलागिरी साथीभाइहरू अहिले हामी छौँ ट्याक्कै मार्दी बेस क्याम्प अनि द्याट्स द फकिङ माउन्टेन अनि त्यो माछापुच्छ्रे यो अन्नपूर्ण एन्ड पछाडि above the cloud भोटे रे मजा आइरहेछ यार यो सोल्टी खिच्नु पर्ला सोल्टी सोल्टी हेलो हेलो ब्रो हेलो के छ हाल खबर के छ राजा हामीसँग आएको मजा आएको छ हेलो साथीभाइहरू माथि स्क्याम भएको रहेछ अहिले यो चाहिँ भ्यू पोइन्ट भन्दो रहेछ मर्दी भ्यू पोइन्ट अब चाहिँ हामी बेस क्याम्प जानु लाग्यो पछाडिको टोली अनि हिमाल अब चाहिँ बल्ल बेस क्याम्पमा चाहिँ अघिदेखि बेस क्याम्प भन्दा चाहिँ त्यो चाहिँ भ्यू पोइन्ट मात्र रहेछ बल्ल अघिको चाहिँ 4200 मिटर आई थिङ्क अब चाहिँ 4550 मिटर्समा जाँदैछौँ धन्यवाद त्यति इन्फर्मेसन दिन आएको मजा आइरहेको एकदम हाम्रो मामु यो ट्रेकमा मैले मामु भेटाएको हेलो भनिदिनु मजा आइरहेछ केटा हो घरमा सुतेर बस के भन्नु मैले यतिको राम्रो कसले देख्न सक्छ त पछाडि अब द क्लाउड त्यही पब्जी खेलेरै बस पढेरै बस कति पढ्छ पढाओ जिन्दगीभर पढाओ पढ्न छ भने नआएका केटाहरू पढाओ एकदम होइन त म्याम लाइफको बेस्ट मोमेन्टै मिस गरेँ नि त पछाडिबाट देखाइदिन्छ त कस्तो देखिरहेछ हामी हिँड्दैको बाटो अभियसली जानुभएको छ नि जानुभएको छ खै लेक लाग्छ भनेर अरू त्यस्तै हो यहाँबाट खस्यो भने चाहिँ शीतल हो फेरि डर लाग्दो छ यार बाटो कम्प्लिटली क्लिफ हो यो कति तल खाडी अनि यो मेरो भ्यू हामी इन्जोइङ द भ्यू ओहो बाटो त डर लाग्दो छ है मैम व्हाट डर के आगे हाँ मैम होइन भन्नु न कम्प्लिट गर्नु न डर के आगे जीत है बाटो यही हो सन्देश है अलिकति यहाँ डर लाग्दो अवस्था मायाको तिरले थोत्रो स्वरमा गाइरहेको छु खाडी देख्न सक्नुहुन्छ मजा आइरहेछ रियल ट्रेकिङ अफ माई लाइफ राइट यो मैले भ्लग बनाउनलाई पन्जा खोल्दा नि यस्तो ठिरिरहेको नि हात मा कसम यो त मलाई हिँड्नै मन लाग्यो यार असम यो चाहिँ मैले स्नोहरू देखेँ हिउँ परेछ त बाघ भन्दा रहेछन् धेरैले माछा पुच्छ्रे बाघ जस्तो देखिन्छ भन्दा रहेछन्
हो मैले देखाएको थिएँ फोटो पनि यो चाहिँ स्नो है मलाई विशाल दाइले भनेको लाइन याद आयो ती मुलाहरू चन्द्रगिरी यहाँ हिउँ खेल्न जानेहरूले के थाहा यहाँको हिउँ हेर्दा म थिएँ भाइलाई भिडियो हाट कस्तो दामी हो बे यो चाहिँ हामी बादलमाथिको देशमा बाटोमाथि हिँड्ने होइन भन्दा कति माथि चरा भन्दा माथि भनौँ साथीभाइहरू बेस क्याम्प आउनु अझै टाइम छ यार लार थके लागिसक्यो कता गाह्रो छैन रहेछ मान्छे पनि तर्छ होला खाइ पछाडि गाह्रो छैन गाह्रो भइरहेको मलाई लेखले हान्यो त्यस टाउको भन्न दुखाइरह नछाडे हुन्थ्यो तर अब यहाँ धेरै बेर बस्दिनँ म त झरिदिन्छु यहाँ त नबोल्ने मान्छे हुँदैन जो पनि के हेल्पफुल पानी खानिदियो मलाई भर्खरै पानी नलिकन आएको कस्तो रमाइलो भइरहेछ हुँदा चाहिँ तर टाउको चाहिँ चिट दुख्यो क्या नमिठो तालमा दुख्दो रहेछ नि मासाला बाटो त डेन्जरस रोड है डेन्जरस रोड ऊ त्यही हो बेस क्याम्प भन्छन् के अरे यसरी देखाइदिँदा उयो डाँडाको हल्का तल गएपछि बेस क्याम्प रे मलाई स्क्याम हान्दै नि यार माटो नि बिहान बिहान उठेर बेस क्याम्प पाइयो भने एउटा भ्यू पोइन्ट रहेछ साला बेस क्याम्प त यत्रो टाढा हिँड्नुपर्ने रहेछ स्नो पनि भइरहेछ स्नो पनि परिरहेछ यो टाउको किन दुख्यो भने चाहिँ ऊ भए जस्तो लाग्यो मलाई के अरे चिसोले नै हाने जस्तो लाग्छ माइट बी म धेरै केयरलेस गरेर आएको थिएँ एकदम केही पनि सामान नलि एउटा चप्पल एउटा ट्र्याक सुट एउटा ज्याकेटको तालमा हिँडे मान्छे म धन्न एउटा जुत्ता किने म पोखरामा आएर यस्तो केयरलेस गर्नु हुँदैन टोपी पनि छैन मसँग यसको हुडीको र यो ज्याकेटको उकालो चढ्दा थके लाग्छ यार माछा कति बेर कहिलेदेखि ओह्रालो झरिएला भन्ने भइरह अहिले यति अब बेस क्याम्पमा भेटौँला हौ साथीभाइहरू अहिले यस्तो दामी ठाउँमा छु अति रमाइलो चाहिँ के भन्दो रहेछ खान्जो निकै अवस्था यस्तो के भनेको थियो यार जापानिजमा नाम त्यहाँनिर त्यो टोइलेट यार हल्का यतापट्टि यस्तो पछाडि याद गर्नु अहिले ब्याक क्यामेराले देखाइदिन्छु दिस इज द टोइलेट मेड बाई अ फरेनर यस्तो खतरा टोइलेट यस्तो भ्यूसँग यो चाहिँ खोला मार्दी खोला सुक्यो यो चाहिँ माछा पुच्छ्रे अनि यो चाहिँ मार्दी हिमाल हाइट हावा चलेर किट्रिङ्गै भइसक्यो मजा आइरहेछ हिँडेको 3 घन्टा भयो बेस क्याम्प भन्दै आएको छैन माटो कस्तो डेन्जर बाटो छ वान स्लिप गेम फिनिस यही हो बाटो ऊ त्यो हो अरे बेस क्याम्प ऊ त्यो भन्दा भन्दै माटो नि 3 घन्टा हिँडिसक्यो यार भ्यू पोइन्टबाट द क्लिफ भन्ने मुभीको याद आयो मलाई छ कि छैन थाहा छैन तर याद चाहिँ आयो मलाई छ जस्तो लाग्थ्यो मैले हेरेको थिएँ झन्भन्दा झन् नजिक देखिन्थ्यो नि हिमाल त के भएको त्यही भ्यू पोइन्टमा अलिकति नजिक देखियो त्यसमा अप्पर भ्यू पोइन्टमा अझ नजिक देखियो ओहो अब स्नोहरू देखिन थाले स्नो के हो भन्नेहरूलाई चाहिँ अब चाहिँ स्नो भनिन्छ है होइन यो चाहिँ अलिअलि परेको छ अब ठ्याक्क म चाहिँ अलिकति एकदम पर्फेक्ट टाइममा आयो जस्तो लाग्छ किन भन्नुहुन्छ भन्दाखेरि अबको स्नो पर्न थाल्छ अनि बेस क्याम्प आउन पाइँदैन अरे
विष्णु खेल्न आउनेहरू हाई क्याम्पबाट फर्किन्छन् रे हावा त्यस्तै चलिरहेछ यो ठाडो उकालो मायासाला अझै चढ्न आयो यार थैट माया टुक्ने माया खराब भइसक्यो यस्तो बाटो हुँदै आछ भ्लग चाहिँ कति मिनटको हुने होला एडिट हान्दा सबै मुभमेन्ट छुटाउन मन लाग्दैन हाम्रो मेरो गाइड दाइ त्यही हो हरि दाइ भन्ने उहाँ मतलब उहाँले मलाई पाले जस्तो कि लाइक पैसा दिनु पर्दैन मलाई अनि उहाँले चाहिँ हिँड नि त हिँड बाबु मैसँग हिँड अगाडि म्याडमको गाइड स्नो दिस इज फकिङ स्नो है स्नो नदेखेकोहरूलाई यसलाई चाहिँ स्नो भनिन्छ त्यही त म म्यामसँग नै हल्का म्याम पनि हुँदो रहेछ अनि म्यामसँग क्लोज भएपछि सँगसँगै हिँडाउनु भयो म्यामले ओहो स्नो ल नयाँ पहिलोचोटि देखिरहेको यार स्नो मैले नि विशालले 5 क्वाच हुन्छ भन्थ्यो तर भएन यार कति साह्रो माया पुग्ने ए यो भ्यू ल अब बेस क्याम्पमा भेटौँला भने यार मलाई भ्लग गर्न मन लागिहाल्यो क्या खै जिन्समा भ्लगिङ भन्ने जस्तो छ लेख्या छ अब भ्लगिङ सुरु गरेको हो यो सुरुवात हो यो हो म अर्को साल सेफोक्सोन्डो हुन्छ होला त्यसपछि अर्को साल भन्दा आई थिङ्क आफ्टर 6 मन्थ्स म सेफोक्सोन्डो जान्छु नै अनि त्यसपछि 6 मन्थ छैन यार दसैँ तिहारमा जान्छु कहाँ अहिले जान सक्छु अनि त्यसपछिको पालो तिलिचो त्यसपछिको पालो छ टन्नै छ बकेट लिस्टमा स्टे ट्युन्ड के भन्छ यार मलाई त भन्नु नि आएर लाज लाग्यो स्टे ट्युन्ड फर द मोर अपकमिङ भिडियोज इन्जोय म त अहिले एक्लै भएर बोरिङ लाग्ला भिडियो हेर्न मेरो एउटा साथी छ सिसी ढकाल जाँठालाई सम्झिनै पऱ्यो त्यो र म भएपछि भ्लग इन्ट्रेस्टिङ हुन्छ यसपालि आउन मानेन भलै अर्को पालि मैले त्यसलाई मैले पैसा तिराएर लिएर आउँछु ल साथीभाइहरू मैले भर्खरै थाहा पाएँ यो अन्नपूर्ण बेस क्याम्पहरू त्यो खोजो जस्तो यहाँनिर अन्नपूर्ण बेस क्याम्प यो अन्नपूर्ण नर्थ उयो अन्नपूर्ण साउथ यो बिचको हिमचुली त्यस बेस क्याम्प त्यहाँनिर रहेछ हाम्रो यो मार्दी बेस क्याम्प चाहिँ यहाँनिर त्यस अन्नपूर्ण बेस क्याम्पभन्दा माथि हो हामी साथीभाइहरू फाइनल्ली मार्दी बेस क्याम्प यही हो बेस क्याम्प यता हिमालहरू छ अनि यो एबिसी भइहाल्यो अन्नपूर्ण बेस क्याम्प अन्नपूर्ण यो पुरै अन्नपूर्ण त्यो माछा पुत्रे अनि दिस इज द फकिङ मार्दी हिमाल यही हो होइन तपाईँलाई कस्तो लाग्ला त्यो मलाई थाहा भएन होइन यहाँबाट यति नजिक देखेको छ यति नजिक देखेको छ लाइक आई एम अब 4500 मिटर्स है अमेजिङ अमेजिङ त्यो मर्दी बेस क्याम्पको त्यो एउटा भिडियो खिचौँला अनि यसो मान्छेहरू बनाउँदै पालो कुर्नु भन्दैछ तर यो कस्तो दामी देख्यो माई गड एबिसीको नि दर्शन भइहाल्यो यो एबिसी जानै परेन क्या पुरै एबिसीको सर्किट हो यो अन्नपूर्ण बेस क्याम्प पुरै उतै गोचै हो कि अन्नपूर्ण बेस क्याम्प त हातै उस भयो दाइहरू यस्तो भिडियो सिडियो खिच्नु हुन्छ मैले नि एउटा दुइटा फोटो खिचेर अनि अब झरिहाल्नु भयो मलाई एकछिन लेकले हाल्ला जस्तो भएको थियो तर हानेन सक्यो कटियो ल सोध्या थिइनँ यार म पहिलो ट्रेक यहाँ आएर यसरी पहिलोचोटि 4500 मिटर माथि आउँछु भनेर माई ड्याड विल बी प्राउड अफ मी अभियसली सहिलो होला होइन मार्दीको ट्रेल सहिलो होला ल हेर हो योबाट हिँड्ने हो यो छ नि यो ठ्याक्क हो यो कि यता भयो तल हो सिधै तल हो छैन खुब सहिलो हुन्छ मार्दीको ट्रेल ल भ्यू पनि हेर माछा पुच्छरले हेरिरहेको छ यताबाट
अन्नपूर्णले हेरिरहेछ अनि म छु अहिले झर्दै गरेको हाइक क्याम्प यस्तो गाह्रो यार बाटो हैट यो बाटो त डेन्जर यार अब थ्याङ्क यू फर वाचिङ द भिडियो म भन्दै अब झरेको भ्लग बनाउँदिनँ है चढेको मलाई झरेको बनाउनु रहर छैन लास्ट थ्याङ्क यू फर वाचिङ द भिडियो सब्सक्राइब गर्नु त भन्दिनँ त टिकटकतिर यसो फलो गर्नु यसो राम्रो राम्रो भिडियो घुम्न गएको हालिदिन्छु यो त मर्दीको चाहिँ यसो हुन्छ नि क्लिपहरू खिचेर राखेको छु यो युट्युबमा एडिट गरेर हाल्छु म थ्याङ्क यू गाइज फर वाचिङ द ब्लग प्लिज फलो टिकटक फर मी हस् म्याम हस् ल बाई बाई सी यू